बाबुको भ्याकेसन सुरु भयो नि त अनि बिदा छ है। उलाई बिदाको बेलामा चाहिँ यति धेरै भोक लाग्छ नि अनि उलाई चाहिँ आज चाउमिन खाने भोक लाग्यो रे। उले चाहिँ बाहिरबाट मगाएर खाऊँ न मम्मा भनिरहेको थियो। मैले चाहिँ सकेसम्म बाबुलाई चाहिँ बाहिरबाट मगाएर चाहिँ खुवाउँदिनँ, बरु घरमा जे छ जस्तो छ है त्यसैलाई मिलाएर बनाएर खुवाउँछु, तर बाहिरको चाहिँ सकेसम्म खुवाउँदिनँ। अनि आज चाहिँ उलाई चाउमिन खाने भोक लाग्यो भन्यो। घरमा सामान चाहिँ के पनि थिएन अनि लिन जान पनि यति धेरै गर्मी थियो नि मलाई पनि अल्छी लाग्यो। सामान जे छ त्यसैमा मिलाएर बनाउँदै। चाउमिनमा पनि टमाटर राख्छन् र भन्नु होला, टमाटर राखेर चाउमिन बनाएर खानु अनि हेर्नु यति मिठो हुन्छ नि। यसरी बनाएको चाउमिन साँच्चै भन्नुपर्दा एकदमै मनपर्छ मलाई, स्वाद नै अर्कै आउँछ के। अनि मैले चाहिँ बाबुको लागि चाहिँ अन्डा राखेर बनाइदिएँ। मैले चाहिँ सस युज गर्दिनँ अनि मैले टमाटरको चटनी बनाएको थिएँ। अनि यो चाहिँ हाम्रो लागि धेरै समयपछि यसरी खाएको भएर होला एकदमै मिठो भएको थियो। हजुरहरू पनि एकचोटि ट्राई गर्नु होला, एकदमै मिठो हुन्छ।